भाउजूको चटक यस्तो बनाइदिने रे चाहिँ अप्ठ्यारै रहेछ अलिकति आइडिया भएको चाहिँ गाडी चाहिँ छिर्ने रहेछ त है हामी चमेरी गुफा छिरेको आमा छोड त्यो भूत त छैन दिमाग चलाउनु तर हेर्नुपर्छ यस्तो खालको ढुङ्गा रहेछ सानो आवाजमा बोल्नुपर्छ अरे कहाँ छ चमेरा खोइ त्यहाँ छ त पुरा उनीहरू हो कालो 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 सबै ठिक ठिक सुन्नु न यहाँ आउँछ एकचोटि एउटा यहाँ हामी यस्तो उयो बनाइराखौँ न ढुङ्गा लिमिलाउँ भाउजूको चटक यस्तो बनाइदिने रे यो त राम्रो पो त एउटा एउटा ढुङ्गा थपिदिउँ यो बाङ्गो पो तपाईँको यहाँ हामीले बनाएको लु अड्याउनु त यो गुफा चाहिँ एकदम ठुलो नै रहेछ कति ठुलो यता माथि बाटो हो हामी चाहिँ यता माथि माथितिर यस्तो यस्तो गुफाहरू छ खोइ कहाँ छ खोइ यिनीहरू चमेरा यो एसी पिलो त नु अनि पानी जमजम क्या यो त चमेरा होइन पानी उयो भएको पानी जमेर के छिर्न सक्दैन काजी हेरेको हो खतरा लगिसक्यो हेर नि त्यो हो ए नजानु भनेको चाहिँ रहेछ सुन्नु न यहाँ यस्तो छ है सुन्नु न के छ त्यहाँ पानी सब झरेरै सबै पानीले नै यस्तो बनाएको होला नि हो ढुङ्गा रहेछ अरे भाइ पानीले खुवाउँछ नि पानीले खियाएको यिनीहरू यस्तो छ सबै खियाएको ए जुत्ता चिप्लिन्छ कि नै हेर्नु है होइन मलाई होइन यो बत्ती पनि जहिले यस्तो थोपा थोपा झरेकैले यस्तो भएको यिनीहरू अझै माथि जाने ठाउँ पनि छ जान्न 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 डरपोकहरू अघि माथि निस्किहालेछन् छोडेर
मलाई त छोडेर जतै पनि छोडेर हिँड्नुहुन्छ हिजो पनि छोडेर हिँड्नु पो म त एक्लै हिँड्दैछु हिजो पनि डरपोकहरूको लिस्ट मलाई छोडेर हिँड्नु भएको जहिले नि गुफा जानुपर्छ छोडेर हिँडिदिनुहुन्छ मेन डरपोक त उफ पुरा निस्किने ठाउँ हो यो चाहिँ चमेरे गुफा तल भित्रबाट यहाँनिर चाहिँ यहाँबाट झर्न चाहिँ अलिक अप्ठ्यारै रहेछ अलिकति आइडिया भएको चाहिँ जान मिल्दो रहेछ नभए त तलबाट आउनमा चाहिँ इजी छ क्या यो अब हामी महेन्द्र गुफा जान लागेको उयो गइसक्यौँ चमेरे गुफा महेन्द्र गुफा हिँडेको हामी आज पुरा घाम दन्किरहेछ गाडीहरू पनि छ सबै गाडीहरू भइरहेछ डरपोक मलाई अघि म चमेरे गुफामा छोडेर हिँड्नुभयो हिजोको डेभिस फल्समा छोडेर हिँड्नुभयो यसमा कान्छी मेहनत गरेको छैन पैसा हालेको छन् दन्किरहेछ यहाँ लिचीको बोट पनि रहेछ महेन्द्र गुफामा त ऊ लिचीको बोट घाम बहुत छ बहुत महेन्द्र गुफा इन्ट्री हुँदैछ यहाँतिर कति मिटर तल छ अरे लामो 250 लामो कति 250 मिटर लामो यहाँ त पुरै अनि गाडी नै छिर्ने रहेछ त है ए रहेछ नि बाटो चाहिँ जस्तो राम्रो रहेछ तर सबतिर गुफा हो नि गुफाको उयो चाहिँ यस्तै रहेछ पहिला यता हो हेलो हेलो यो इन्डियनहरू कहाँबाट आइपुग्नु भएछ के हो यो नेचुरल एसी के हेर न कति चिसो नेचुरल एसी अघि चमेरे गुफामा डराएर नहिँड्ने मान्छेहरू अहिले त एसी छ नेचुरल एसी गर्दै हिँड्दै हुन्छ पछि पछि यो त खनेको होला हेर्नु होइन फुटाको होइन होइन कानी त्यही हो क्या त्यो पानी चुहिर यो टुक्राको जस्तो छ रे सब पानीले नै होला सबै पानीले यो गरेको रहेछ कुन कलरलाई म द्वारबाट यहाँ निस्किसकेँ म बाहिर निस्किन लाग्छौँ चमेरे गुफामा बाहिर ननिस्केर पछुतो लागेर यहाँ चाहिँ हाम्रो सरहरू यता निस्किन्छ हेलो गाइस हामी गाउँद्वारमा महेन्द्रको भित्र छौँ महेन्द्रद्वारबाट दाइकोमा पनि बताउनु आज हामी चमेरे गुफा र महेन्द्र गुफा घुमिसक्यौँ र अब चाहिँ हामी घर फर्किन लागेको अहिले हामी पोखरा इन्टरनेसनल एयरपोर्टमा छौँ अब आजलाई यति नै बाई बाई